अन्सले छोडेको हो र स्पोर्ट्स अरे यस्तो हो केटा। अब अन्सले हो र स्पोर्ट्स छोडेको भन्दा पनि अन्सले गर्न नमिल्ने भयो क्या। अब विभिन्न प्रकारको कुराहरूमा ऊ संलग्न हुन्छ होइन। अनि अब कुनै एउटा भनौँ न कुनै एउटा टिममा एफिलिएटेड भएर चाहिँ उसले बस्न नमिल्ने भएको कारणले गर्दाखेरि प्लस अब उसको पनि आफ्नो कामहरू आफ्नो एउटा कुनै एउटा ऊ अर्गनाइजेसनसँग ऊ अब अगाडि नै भनौँ न लङ टर्मवाला अर्गनाइजेसनहरूसँग ऊ अगाडि नै कन्ट्र्याक्टमा भइसकिसके पछाडि कुनै टिममा उसले काम गर्दाखेरि चाहिँ अलिकति उसको कामले नमिल्ने भएको कारणले गर्दाखेरि प्लस 2026मा हो र स्पोर्ट्सबाट एकदमै अलट अफ यो पिएमजिसी सकिसके पछाडि अलट अफ कन्टेन्ट्स अनि अलट अफ धेरै कुराहरू कम्युनिटी स्ट्रिम्सदेखि लिएर धेरै कामहरू धेरै कुराहरू भएको कारणले गर्दाखेरि अंश साथीसँग कुरा गर्दाखेरि अंशको पनि अब अलिकति त्यस्तै कुराहरू भनौँ न अब लङ टर्मको कामलाई हेर्ने हो नि त। अब यो अब हाम्रो यताउति भनेको त फेरिरहन्छ, कन्टेन्ट क्रिएटरहरू फेरिरहेको छ, त्यो फेरिरहेको छ, यो गरिरहेको छ, सबै कुराहरू प्लेयर चेन्ज भइरहेको छ, सबै कुरा भइरहेको छ। तर एउटा जसले पनि भनौँ न एउटा सरकारी जागिर पेन्सन आउने कामलाई त आफूले त गर्नु पऱ्यो नि। सर्टकटमा भन्नु पर्दाखेरि मेन कुरा भनेको चाहिँ अंशले अब धेरै टाइम दिनुपर्ने भयो हो र स्पोर्ट्समा, जुन उसले दिन नसक्ने भयो। उसको काम आफ्नो पनि अलग्गै हुन्छ होइन। तर उसले ब्याकएन्डमा बसेर हामीलाई सपोर्ट गरिरहेको छ।